मलाई हिलोमा कुदाउनु मन लाग्यो बाइक त्यही भएर। ओइ अब राइड गर्न मजा आउने भनेको यही सिजनमा हो क्या। यस्तो मजा आउँछ, यस्तो मजा आउँछ। सोनी पनि वाइल्ड कुदाउँछ, लेडी राइडर भए पनि उसले रेस खेलेको केटी हो क्या। ल रनमती कहाँ लग्यो? टायर चिप्लेको यार ए बहिनीको। जोस त मलाई पनि चढाएको थियो भाइ। वाउ यस्तो दामी थियो रहेछ। अनि तिमी रेसमा के भएको थियो अरे? थर्ड भएको थियो है। वाउ। सो हेलो एभ्रिवान, वेलकम ब्याक अगेन। आजको नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। बाइक बनाउन आएको, बनाउँदा यो बाइक कति खर्च लाग्यो भनेर यहाँ सोध्छु भनेको। मिस्त्री कहाँ गयो भोसडी क्या। यहाँ यो ब्रेक बिग्रियो थियो, अनि यो ब्रेक बनाएँ, सर्भिसिङ गरेँ। अनि यो साइड लाइट भाँचिदिएको थियो अस्ति तिमीहरूले मेरो साइड लाइट भाँचेछ, मेरो बाइक ढलाएछ होइन भोसडीहरू। ठिक छ, यस्तो गरेर नहुने त त्यो। ल त्यही हो, यो बाइक चाहिँ यहाँ बनिसकेको छ। अनि साइड लाइट कस्तो राम्रो लाग्यो यार मलाई। साइड लाइट हेर त, तिमीहरूले भाँचिदिएको यहाँ साइड लाइट कालो गयो गोरो आउँछ भने जस्तो भएछ। पहिलाको यति राम्रो थिएन, अहिलेको त दामी लाग्यो मलाई त यार। वाउ छैन त यो साइड लाइट। वाउ कस्तो राम्रो छ है। ल कहाँ जान्छु पनि थाहा छैन, कसलाई भेट्छु पनि थाहा छैन। भ्लग चाहिँ सुरु गरिदिएको आजबाट भ्लग बनाउने। अब यहाँ बाइकको हिसाब गरेर निस्किनुपर्छ म। सबैजनाले सब्सक्राइब गरिदिनु होला, माया देखाइदिनु होला। फेरि आइसु ब्याक टु भ्लगिङमा। अब भ्लगिङ खतरा हुन्छ, किनभने म जाँदैछु म कहाँ जाँदैछु? ढोरपाटन जाँदैछु म। लेडिज एन्ड जेन्टलमेन, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ आजको नयाँ भिडियोमा। योभन्दा अगाडि हालेको भिडियोमा राम्रै प्रतिक्रिया, तपाईँहरूको कमेन्ट देखिरहेको थिएँ, खुसी लाग्यो। लभ यु अल, सबैजनालाई माया छ धेरै। यस्तै गरी माया गरिराख्नु, यस्तै गरी सपोर्ट गरिराख्नु। अब मेरो भनेको चाहिँ अब भ्लगिङमा फेरि ब्याक भइसकेको छ। अब मोनिटाइज नभए पनि भिडियो चाहिँ हाल्नेछु म, किनभने म जाँदैछु ढोरपाटन। सुरुमा त पेट्रोल पम्प जाँदैछु। यहाँ पेट्रोल पम्प कति पुग्यो तेल? 217। महँगो तेल हाल्यो नि त। ल गएको ल। ओके, भाइले मलाई चिन्नु हुँदो रहेछ, खुसी लाग्यो। म जान लागेको चाहिँ कहाँ हो लौडे, म कहाँ जानु। ओके एभ्रिवान, जाने भन्दाखेरि कुरा सुन्नुहोस्। के थियो भन्दाखेरि मैले योभन्दा अगाडिको भिडियोहरूतिर हालिरहेको थिएँ मेरो चाहिँ युट्युब च्यानल डिमोनिटाइज भयो भनेर। सब डिमोनिटाइज भयो, अब भयो के गर्नु अब। अनि मैले चाहिँ टिकटकमा फोकस गरिरहेको थिएँ भिडियोहरू हाल्नुलाई। टिकटकमा चाहिँ वाइल्ड भिडियोहरू हालिरहेको थिएँ, तर युट्युबमा चाहिँ मैले हालिरहेको थिएन। अनि पछि मलाई के रियलाइज भयो भन्दाखेरि म युट्युबबाट जन्मेको मान्छे युट्युब नै छोडेर डिमोनिटाइज भयो। के भयो त? राम्रो भिडियो गरिदिए पछाडि त, पब्लिकले माया देखाए पछाडि त पैसा भनेको त आइहालिन्छ नि, हुरुरु आउँछ। यस्तो सोचहरू बोकेर चाहिँ मैले अब युट्युबमा भिडियो बनाउने। अब राइड पनि जाँदैछु म। अब नेक्स्ट भिडियो त मेरो ढोरपाटनको राइड आउँछ, ढोरपाटनको राइड। तर यो बाइकमा चाहिँ जान्न म। मैले एउटा साथीले बाइक भनेछु MT-15 यामाहाको, अनि त्यो बाइकमा जान्छु। हिलोमा कुदाउँ न। वाउ मलाई हिलोमा कुदाउनु मन लाग्यो बाइक त्यही भएर। ओइ सब हिलो भयो यार। जुत्ता त
खुट्टामा रन्नु मात्रै इच्छा कस्तो हिलो हिलो भइदिएको त पछाडि ब्रेक छैन जस्तो यार मेरो हिलोमा कुदाइदिउँ भनेको पछाडिको ब्रेक भएन भने त म त लडिन्छु त अनि यस्तरी खुट्टा उचाल्नु छ अलिअलि भयो नि छ ब्रेक छ्या खुट्टा कपडा सबै हिलो हिलो भयो यार ए लास्ट गर्मी छ अब जान्छु म डाँडातिर त्यो तारे भेरको साइकल ट्रेक झारिदिनु पऱ्यो आज सक्छ कि सक्दैन होला एक्लै सक्दैन पनि होला तर शिव भाइलाई फोन गरौँ न कहाँ हो त्यो तारे भेरको ट्रेल झारिदिउँ नि त आज म यहाँ जोरपाटी एक्लै जाँदाखेरि अलिकति रिक्स हुन्छ कि भनेर मैले चाहिँ खासमा साथीभाइलाई फोन गरेको थिएँ अनि शिव भाइले पनि ओके भनिसके पछाडि फेरि अर्को एकजनालाई पनि फोन गरौँ न भन्ने भयो अनि त्यस पछाडि चाहिँ मैले सोनी राइड्सलाई फोन गरेँ अनि उसले पनि ओके भन्यो त्यस पछाडि ओके हामी भेटौँ भन्नु भने सबैजना एक ठाउँमा भेट्नको लागि म चाहिँ यहाँबाट निस्केँ त्यहाँबाट हाम्रो भेटघाट भयो त्यहाँबाट भयो सुरु राइड यस्तो बवाल राइड हुन्छ नि ओ माई गड तना तान भो हाना हान भो जोसै हो आज जोसमै हो बाटो त वाइल्ड बवाल छ नि म नि फर्स्ट टाइम हो यो त कतिचोटि गइसक्यो चल्दिउँ ल मेरो त पुरानो बाइक हो तिमीहरू नयाँ नयाँ बोकेर आएको छौ ल लेट्स गो मजा आउनेवाला छ आजको भ्लग चाहिँ मजै आउनेवाला छ किनभने मेरो एउटा डट बाइक बोकेर त्यहाँबाट झार्ने इच्छा थियो क्या तर इच्छा पुरा भएको थिएन किन इच्छा पुरा भएको थिएन भने मसँग डट बाइक थिएन अब यो भिआरले होइन हानिदिनु पऱ्यो अब राइड गर्न मजा आउने भनेको यही सिजनमा हो क्या यस्तो मजा आउँछ चुम्मेश्वरी हुन्छ क्या यो सिजन चाहिँ वाइल्ड वाउ लाग्छ मलाई खै किन त्यो पानी परेर त्यो के भन्छ हुने बेला भएको भएर होला क्या पानी परेर के भन्छ हरियो हुने बेला भएको भएर होला क्या अझ पनि राम्रोसँग मनसुन सुरु भएको छैन नेपालमा तर मजा आउँछ यहाँ से ऊपर जाने का रास्ता है इधर सोनी आउँदैछ पछाडि सोनी पनि वाइल्ड कुदाउँछ लेडी राइडर भए पनि उसले रेस खेलेको केटी हो क्या हेर्नुपर्छ उसलाई फेरि शिवसँग यो बाटोको एक्सपिरियन्स छ म र सोनीसँग यो बाटोको एक्सपिरियन्स डटमा छैन ओके ल रनमती कहाँ लग्या
मजै आइदिएर लेट्स गो शिव बत्तेको टायर चिप्लेको यार यो बहिनीको कस्तो पावरफुल रहेछ यो बाइकले ल यो गर्मीमा हामीलाई के को जोस चलेको होला त यस्तो मेरो त फर्स्ट टाइम हो अलिकति डर हुन्छ होला किनभने मलाई लिक पनि थाहा छैन किन कहाँ पुग्ने हो र किन जान्छ माथि चाहिँ कहाँ हो झर्ने हौ ए हो ओ हिरणमती यहाँबाट हो हेर्दै डर लाग्छ त नि के हो समस्या यसको कसरी हो झार्ने यो रोड के गर्ने त हो र हो त्यहाँ डोराउने ल हुन्छ कुन यो लडेला भन्दा नि सिधै तलतिर पुग्ला भनेर चाहिँ टेन्सन रहेछ अरे रेडी यहाँ चाहिँ डोरेर झार्ने रे यो चाहिँ मेरो पहिलो एक्सपिरियन्स गर्न लागिरहेको थियो नि त त्यही भएर मलाई चाहिँ त्यति आइडिया थिएन बाटो कस्तो छ के छ भनेर अनि यहाँ अब झार्न त सकिन्थ्यो तर फेरि अगाडि गएर लडिने हो कि भन्ने डरले चाहिँ हामी सबैजनाले डोराएरै बाइक तलतिर झार्ने भन्ने निर्णय गऱ्यौँ अनि त्यस पछाडि चाहिँ हाम्रो निर्णय अनुसार हामीले चाहिँ बाइकलाई मजाले डोराउँदै पालै पालो गरेर तल झार्यौँ यस्तो सास फुलेको थियो नि यो धेरै हो नि त यो हिँड्ने पनि बानी भएन अनि धेरै पछाडि बाइक पनि त्यसरी चलाइयो अनि एक्सर्साइज भन्ने जिरै हो एक्सर्साइज गरिएको छैन त्यही भएर पनि धेरै नै गाह्रो हो तर बिस्तारै बिस्तारै गरेर तिनजना मिलेर एउटा चाकतिर एउटा अगाडि टाउकोतिर पुच्छरतिर के गरेर मिलाएर बाइकलाई झार्न सफल भए यस्तो दामी थियो रहेछ अनि अगाडि पठाउनुपर्छ थाहा भएको मान्छेलाई त्यसलाई अगाडि पठाउँ न थाहा भएको मान्छे अगाडि जाउँ न कम ओहो ओइ हेर्नु यहाँ पाइप रहेछ अनि पाइप मात्रै जिन्जर चिप्लिन्छ क्या ल wait. छोड़
यहाँ यहाँ यो उचाल्नु मिल्छ यो ल हेलो इजी ओके चढ्यो ओके मजा आइरहेछ ल ओके चलो ब्रो यो पाइपमा ठोक्यो भने टेन्सन ओइ शिट जान्छ इजी हो त सोनी घर सक्ने है आँट्ने है यसले तिमी रेसमा के भएको थियो अरे थर्ड भएको थियो है वाउ सोनीको बाइक अनि शिवले चाहिँ बवाल कुदाइरहेछ मेरो चाहिँ शिवको लेभलमा गइरहेको छैन खतरा हामी नुब्डा लेट्स गो मजा आइरहेछ रेस्ट गरेको थियौँ एकछिन गोप्रो पनि यो गोप्रो मलाई त्यही भएर मनै पर्दैन है कसम अफ भएको गर्छ क्या भने यो अलिकति तात्यो भने अफ हुन्छ अलिकति चिसो भयो भने अफ हुन्छ अनि तिम्रो 13 हो नि त ब्रो 13 मा त्यो सबै सुधारेर आएको छ क्या चलो जङ्गल के गर्नु त अब बाइकै जङ्गलमा कुदाउने छ ऊ सोल्टी जोसिया छ सोनी के भयो के भयो ओह यसको त कतै ठोक्यो इसारा गर हो इजी हो त रुक ब्रेक त समाउनै पर्छ तिमी छोड त तिमीले छोड त अघि न तातोमै जोसिन पा भए मजा आउँथ्यो है ओके ल इजी
त्यसले सक्छ त त्यसले सक्छ छेउबाट झार्देऊ कम आऊ यहीँ गाह्रो छ खोइ छोड तिमी अफ गरिदेऊ हो हो ओहो ओए कौन है यो क्या मजा आउँछ है डट बाइक तर है ओके चलो फर्स्ट टाइम आएको यतातिर वाइल्ड लभली पाराले कुदाउन नि अलिकति डर लाग्दै हुन्छ कि किनभने फर्स्ट टाइम हो नि त ब्रो ओए क्या दामी सस्पेन्सन चाहिँ बिहारको रनमती यस्तो मिठो छ नि कुरै नगरौँ क्या गोब्रो अफ भएको भयो गरे यार ओ रनमती यसले सक्दैन त यसमा त अनि ओइ यसले सक्दैन त यहाँ त अनि चलो 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 दामी के भन्छ ऊ लाइट पनि मिल्यो क्या बाटो चाहिँ ठिक त ठिक हो तर बिगिनरहरूको लागि त वाइल्ड नै गाह्रो हुन्छ कहाँबाट हो अहो त्यो त डोराउँदैछ त मिठो उडाइदिएर भाइले छोड खोइ त्यो तलबाट आइरहेको छ त्यो त हुन्छ एकछिन रेस्ट गर्नु रे चटपट खाइदिउँ न पानीपुरी खाइदिउँ है पानीपुरी हानिदिउँ
ओ हेलो हेलो सर रोनाल्डो कि मेसी यो भने यो रोनाल्डो कि मेसी त्यसै हो तिमी रोनाल्डो कि मेसी दुश्मनहरूसँग हिँडेर पनि कहिले उ लाग्छ त रोनाल्डो मेरो भाइ धनबहादुर रिठे सब दुश्मनै दुश्मनै छ त म त फेरि ओन्ली बालेन हो नि फेरि न रोनाल्डो न मेसी ओन्ली बालेन हो हामी त ल बालेन फुस्किसक्यो भन्छ यार ल बालेन फुसिसक्यो भन्छ यसले त्यही हो नि पानीपुरी हामीले भनेको भनेन ए हो ए झोल त पानी हालेर नै खाउँला कि पुरी चाहिँ हुनु पुरी भित्र अनि त्यो गुदी पनि हुनु पर्छ 2 प्लेट एक्टिभ हान्ने कि दादा काबेली सम्धि के छ खबर गाह्रै छ ढुक्क हो त मजा आइरहेको छ मजा आयो आज सब्सक्राइबर कति पुग्यो 19 के होला उसलाई मैले कहिले चिने थाहा छ कहिले त्यो डट टेम्पलको लफडा हुँदाखेरि उसले भिडियो हालेको थियो कि अनि त्यहाँबाट अनि मैले उसलाई सोधेको थिएँ कि तिमीले खिचेको भिडियो मैले हाल्छु ल भनेर सोधेको थियो उसले ओके भन्नु भनेको थियो कि त्यहाँबाट चिनेको हो क्या त पहिलेदेखिको राइडर हुनुहुँदो रहेछ त कहाँ जमाना हो नि मै मात्र हो नि है दादा कन्टिन्यू चाहिँ अब म जस्तै हो क्या सुत्न मन लाग्यो भने लत्त सुत्दिने भ्लग बनाउनु जानु मन लाग्यो बनाउने क्या यो पानीपुरी त अर्को पनि 2 प्लेट बनाउनु कस्तो मिल्ला है सबै थोक मिलेको क्या ट्याक्क बदम छ बदम हो भटमासहरू केही पनि छैन है गेडागुडी 2 प्लेट हजुर मिठो मात्रै लाग्नु यहाँ त सकाउँछ नि हामी त हाल त भाइ मिलाएर मिठो छैन पहिल्यै भनिदिनुहोस् फेरि बिस्तारै खाऊ हो तँलाई मेरो अगाडि भुक्छस् अब ज्ञानी छ तर ज्ञानी त तिमी ज्ञानी है हो कि होइन भन न ज्ञानी पानीपुरी मिठो छ है तपाईँहरूको धेरै मिठो छ मैले त 4 प्लेट खाएँ यिनीहरू धेरै खाएर नि यिनीहरू के फिगर मेन्टेन गरेको अनि ए तिमीले सुरुमै हिलोमा डुबेर अनि अब यस्तै छ हालत यो यहाँ आएर छ यो चाहिँ यहाँको डन रहेछ यो सबै चेलाहरू रहेछ एरिया यसको सब डराउँदो रहेछ यो देखेर ओइ गुरुले नमस्ते गर गुरु यहाँ त्यो भिडियो बनाउनु गएको कहाँ पुगेको आम्मा त्यहाँ गएर भिडियो बनाएर आज भाइरल के गर्नु अब हामी मान्छे नि भाइरल हो नि हामी हो क्या बिचरा गाह्रो यहाँ आएर तल गर्मी भइरहेको थियो क्या हामी यहाँ आएर एकदमै के भन्छ जाडो भयो अब चाहिँ चलिदिउँ ल थ्याङ्क यू आइदिएकोमा म त एक्लै झार्ने सोचिरहेको थियो ल हिँड्न त अगाडि हिँड्न त्यसले धुलै धुलो झार्छ आम्मामा ओहो मिठो छ है हाँ त्यहाँबाट कहाँबाट आउनु पर्ने
अनि गइहाल्यो नि जाऊ जाऊ बिस्तारै जाऊ चलो आँट आएन राइडमा आएको ए ऊ गाह्रो गाह्रो यसरी कुदाउने मान्छे भयो भने त मजै आउँछ कि तर कुदाउने मान्छे भएन भने चाहिँ अनि हो ओइ ओइ रन मलाई भनेको उसले भने हो यो गोप्रे अफ भएको भयो गरे ल बाई 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 तिमी पनि यताबाट चल्दिएर म उता जान गयो ल बाई गएको मजा आयो ओके साथीहरू यो भिडियो चाहिँ यहीँ खतम हुनेवाला छ अब हामी अर्को भिडियोमा भेट्नुपर्ने हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो है अब अर्को भिडियो पनि चाँडै आउँछ त्यही सी यू सुन पिस